दुर्लभको जीवनगाथा, सङ्घर्षको अनन्त यात्रा। सूर्य एक इमान्दार साइकल मेकानिक आफ्नो सानो पसलमा दिन-रात पसिना बगाउँथे। उनको जीवन सामान्य थियो, तर उनको निस्वार्थ भावना असाधारण। एक बिहान ट्युसन जान लागेका मदनको साइकल बिग्रियो। खल्पिरित्तो अनुहारमा चिन्ता स्पष्ट। सूर्यले मदनको निरीह अनुहार देखे कुनै प्रश्न गरेनन्, कुनै शुल्क लिएनन्। तत्काल साइकल मर्मत गरिदिए। यो सानो सहयोगले मदनको मनमा गहिरो छाप छोड्यो र त्यही क्षणबाट उनीहरूको निस्वार्थ मित्रताको अध्याय सुरु भयो। दुईजना साँचो अर्थमा साथी बने र उनीहरूको सम्बन्ध समयसँगै अझ गाढा हुँदै गयो। प्रेमको अप्रत्याशित मोड र वैवाहिक बन्धन। एक दिन मदनले सूर्यलाई आफ्नो घर लिएर गए। मदनको घर ठुलो थिएन, तर आमा बुवा, 4 बहिनी